युट्युब मार्फत भ्रामक सूचना तथा सामाजिक सद्भावमा खलल पुग्ने सामग्री प्रसारण गरेको आरोपमा बुटवलबाट एकजना पक्राउ परेका छन्। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर 9 स्थायी घर भई हाल बुटवल महानगरपालिका वडा नम्बर 13 बस्दै आएका 39 वर्षीय जनक भुषाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। नेपाली खबर टिभीका सञ्चालक रहेका भुषालले सामाजिक सञ्जालमा फलोअर्स बढाउने तथा आर्थिक लाभ कमाउने उद्देश्यले युट्युब च्यानल मार्फत अफवाह फैल्याउने, धार्मिक हिंसा उस्काउने, विभिन्न जात-जाति र समुदाय बीचको सुमधुर सम्बन्धमा असर पार्ने तथा कानूनले निषेध गरेका सामग्री प्रकाशन र प्रसारण गरेको प्रहरीको आरोप छ। गत शनिबार इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा पक्राउ गरिएपछि उनलाई साइबर ब्युरोले काठमाडौँ लगेको हो। उनीमाथि विद्युतीय कारोबार ऐन 2063 अन्तर्गत कसुरमा जिल्ला अदालत काठमाडौँबाट 7 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। युट्युब मार्फत भ्रामक सूचना तथा सामाजिक सद्भावमा खलल पुग्ने सामग्री प्रसारण गरेको आरोपमा बुटवलबाट एकजना पक्राउ परेका छन्। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर 9 स्थायी घर भई हाल बुटवल महानगरपालिका वडा नम्बर 13 बस्दै आएका 39 वर्षीय जनक भुषाललाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। नेपाली खबर टिभीका सञ्चालक रहेका भुषालले सामाजिक सञ्जालमा फलोअर्स बढाउने तथा आर्थिक लाभ कमाउने उद्देश्यले युट्युब च्यानल मार्फत अफवाह फैल्याउने, धार्मिक हिंसा उस्काउने, विभिन्न जात-जाति र समुदाय बीचको सुमधुर सम्बन्धमा असर पार्ने तथा कानूनले निषेध गरेका सामग्री प्रकाशन र प्रसारण गरेको प्रहरीको आरोप छ। गत शनिबार इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा पक्राउ गरिएपछि उनलाई साइबर ब्युरोले काठमाडौँ लगेको हो। उनीमाथि विद्युतीय कारोबार ऐन 2063 अन्तर्गत कसुरमा जिल्ला अदालत काठमाडौँबाट 7 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।